दर्शकबिन नमस्कार। फ्रेममा देखिराख्नु भएको छ पूर्व डीएसपी साहब हुनुहुन्छ केपी सर। पहिला म उहाँलाई ढिलो नगरी स्वागत गर्न चाहन्छु। नमस्ते तथा स्वागत छ सर यहाँलाई। धन्यवाद। नमस्कार। सन्चै हुनुहुन्छ सर? सन्चै। लामो समयपछि मैले तपाईँको अन्तर्वार्ता लिन पाएँ। म आफूलाई खुसी पनि भइरहेको छु होइन, एकदम हर्ष उल्लासका साथ बोल्दैछु आज। म पनि गौरवान्वित भएँ। लगभग 1 वर्ष भयो होला हाम्रो भेटघाट। समय सन्दर्भ परिस्थितिले गर्दा आज भेट भयो। यो क्षणलाई चाहिँ एकदम पोजिटिभ लिएको छु मैले। जस्तो केही दिनदेखि हाम्रो एकजना भाइरल बाबु होइन, सचिन परियारको केसलाई तपाईँले विभिन्न सामाजिक सञ्जालमा देखिराख्नु भएको छ। यसलाई यहाँले चाहिँ कसरी निहालिराख्नु भएको छ? खास वास्तवमा के छ भन्दाखेरि सचिन परियारको सम्बन्धमा ऊ बाल कलाकार पनि हुन्, एउटा चाहिँ भर्खर चाहिँ एउटा फल्ल र फक्रन लागेको एउटा प्रतिभा पनि हो। र उनले जुन एउटा बाल सङ्गीत गीतबाट चाहिँ यो नेपाललाई एउटा चकित पारेको चाहिँ अवस्था पनि हो। र अहिले उनी जुन एउटा पीडामा छन् होइन, त्यो पीडाको अवस्था चाहिँ देख्दाखेरि अत्यन्त दर्दनाक अवस्था पनि हामीले पायौँ। र चाहिँ के भन्दा सचिन परियारलाई चाहिँ नेपालमा मात्रै नभएर विश्वका विभिन्न चाहिँ व्यक्तित्व र नेतृत्वहरूले उनको चाहिँ जीवन रक्षाको लागि होइन, बचाउनको लागि अथक प्रयास गरेका चाहिँ कुराहरू पनि आए। र कसैले चाहिँ के भन्दा अस्पतालमा गएर चाहिँ भनौँ सहयोग दिएका कुराहरू र विगतमा पनि उनको उपचारको लागि करोडौँ पैसा उठाइएका कुराहरू पनि बजारमा आएको अवस्था विद्यमान रहेको छ। वास्तवमा चाहिँ के भन्दा यस्ता कलाकार प्रतिभाहरूको चाहिँ संरक्षण, सम्मान, स्वास्थ्य, सुरक्षा र यस्ता उपचारको क्रमलाई राज्यले नै के भन्दाखेरि लिनुपर्ने एउटा एकातिर चाहिँ अभिभावकीय चाहिँ परिस्थिति हो भने अभियन्ताहरूले, समाजसेवीहरूले, मनका धनीहरूले जुन सहयोग सद्भाव गरेर चाहिँ उनको उपचारमा चाहिँ लगानी गरेका छन्, उहाँहरू पनि एकदम चाहिँ धन्यवादको पात्र र उच्च सम्मानको चाहिँ भनौँ व्यक्तित्वहरू हुनुहुन्छ। उहाँलाई पनि नमन गर्न चाहन्छु र उनको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि दिन चाहन्छु। तथापि के छ भन्दा एउटा बच्चाको लागि राज्यले एउटा उपचार गर्न नसक्नु र पहल नगर्नु र चाहिँ ध्यान नदिनुमा कता चाहिँ यो चाहिँ राज्य चाहिँ अमूर्त अवस्थामा, सुसुप्त अवस्थामा रहेको चाहिँ एकातिर सरकारी देशमा छैन कि जस्तो चाहिँ एउटा प्रत्याभूति भएको पनि मैले महसुस गरेको छु। किन भन्दा यो जीवन र जगतसँग गाँसिएको प्रश्न हो। एउटा बाल प्रतिभाको चाहिँ एउटा के भाग्य र भविष्यसँग चाहिँ खेलबाड गरिएको प्रश्न पनि हो। यसमा चाहिँ राज्य संवेदनशील नभएको चाहिँ यथार्थ चाहिँ यो धरातीले अवस्था हो जस्तो मलाई लाग्दछ। हेर्नुहोस्, जस्तो अहिले होइन सचिन बाबुको केसमा चाहिँ अहिले धेरैजनाले चाहिँ अभियन्तादेखि लिएर धेरै व्यक्तिहरूले चाहिँ विदेशमा बस्ने नेपालीहरूलाई पैसा उठाएको भन्ने कुराहरू आइरहेको छ होइन, र पनि उपचारको लागि इनफ भइसक्यो भन्ने कुरा पनि छ एकतर्फ। अर्कोतर्फ के छ भन्दाखेरि होइन अझै पैसा पुग्दैन भनेर चाहिँ उठिरहेको अवस्था पनि छ। यो विषयलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? वास्तवमा यो के भन्दा उजागर गर्नुपर्ने एउटा राम्रो प्रश्न सोध्नुभयो। यो प्रश्नको लागि तपाईँलाई म धन्यवाद दिन पनि चाहन्छु। मूलतः के छ भन्दाखेरि बच्चाको उपचारको लागि प्रशस्त पैसाहरू आएको मैले पनि बुझेको अवस्था छ। र त्यो पैसा चाहिँ के भन्दाखेरि बच्चाको उपचारको लगानीमा मात्र नभएर आफन्तैजनहरूबाट त्यो पैसाको चाहिँ चरम दुरुपयोग भएका अवस्थाहरू पनि चाहिँ बजारमा आएका छन्। स्वयं आफ्ना बाबुबाट समेत चाहिँ के भन्दाखेरि पैसाको हिनामिना भएका कुराहरू पनि बजारमा आएका छन्। यसले के भन्दा जुन एउटा चाहिँ विदेशमा दुःख पसिना गरेका व्यक्तित्वहरूले एउटा बालकलाई चाहिँ एउटा नवजीवन दिनको लागि होइन आफ्नो चाहिँ घाँसबाट छाकबाट काटेर पठाइएको पैसालाई सदुपयोग चाहिँ नभएका कुराहरू आएका छन्। यथार्थमा यसलाई अनुसन्धान विश्लेषण गर्दाखेरि एउटा के भन्दा एउटा सचिन परियारको बिमारीलाई चाहिँ अब उपचारको क्रम एकातिर छ भने यसलाई माध्यम बनाएर एउटा व्यापार धनार्जनको रूपमा चाहिँ पनि प्रयोग भएको कुरा यो चाहिँ आएको छ। यो नराम्रो पक्ष पनि हो र यो चाहिँ विकृति पनि हो। यो विकृतिलाई चाहिँ के भन्नुपर्छ, जसले जुन चिजको जुन प्रयोजनको लागि पैसा दिएको छ त्यो प्रयोजनमा खर्च हुनुपर्दछ। यदि पैसा नै बच्यो भने उसो के भन्दा सचिन परियारको एउटा चाहिँ खाता खोलेर उसको खातामा चाहिँ के भन्दाखेरि डिपोजिट गर्नुपर्ने अवस्था हुन्छ भने त्यो चाहिँ आएको पैसाले हिनाबिना गर्ने, अब तथाभावी गर्ने, अब दारू रक्सी खाने, रमाइलो गर्ने र बच्चाको चाहिँ अवस्थालाई चाहिँ ध्यान नदिने यावत कुराहरू चाहिँ आएको हुनाले यो चाहिँ यो सामाजिक विकृति र चाहिँ यो सचिनमाथिको चाहिँ एउटा भनौँ उनलाई माध्यम बनाएर चाहिँ व्यापार गरेको जस्तो मलाई लाग्दछ। हेर्नुहोस्, यो चाहिँ सचिनुपर्छ र सुध्रिनुपर्छ। जसरी भन्नु न नेपाली कानुनमा चाहिँ नेपाली हामी आफै पनि एउटा भनौँ न मनकारी छौँ होइन। कोही त्यस्तै समस्या भइहाल्यो भने कसैलाई हामी आफै पनि चन्दा उठाएर चाहिँ उपचारतिर लान्छौँ। पहिला पैसा पछिको कुरा हेर्छौँ होइन, पैसा बरु पछि जेसुकै होस् मतलब छैन, तर बिरामी परेकोलाई हामी जहिले पनि उत्थान गर्ने, बिरामी निको पार्नेतिर लाग्छौँ। तर कानुनले त वास्तवमा भन्ने हो भने यसरी चन्दा उठाउनु त इलिगल हो भनेर भन्दा रहेछ नि होइन र?
वास्तवमा के छ भन्दाखेरि हेर्नुहोस् नेपालको कानुनलाई चाहिँ नि मतलब यस्तै घटनाक्रमलाई चाहिँ आकर्षित हुने हो भने के छ भन्दाखेरि यो चाहिँ नि एउटा अथोरिटिक रूपमा आधिकारिक रूपमा कानुनले के भन्छ भन्दा कुनै पनि व्यक्ति विशेष समूह विशेष मेला पर्व उपचार यावत कुरामा चन्दा उठाउँदाखेरि राज्यको स्वीकृति लिनुपर्दछ। विशेषतः स्थानीय प्रशासनदेखि लिएर जिल्ला प्रशासन कार्यालय भन्दाखेरि सम्बन्धित चाहिँ जिल्ला प्रमुख जिल्ला अधिकारीको चाहिँ नि आदेशबाट अनुमति लिएर रसिद चाहिँ काटेर कसरी कुन प्रयोजनले उठाउने भनेर विधि विधान प्रक्रिया ऐन नियममा चाहिँ उल्लेख गरेको अवस्था र यसमा सर मैले बिचमा हजुरको कुरा गरेँ कतिसम्म उठाउने भन्ने कुरो यसमा केही स्केल हुन्छ कि हुँदैन? स्केल के छ भन्दाखेरि तपाईँको चाहिँ नि दिने त मनकारीले त अब चाहिँ अब 100 रुपियाँ दिँदाखेरि 1000 देला 1000 देला लाख देला त त्यसमा कुनै बन्देज त छैन। तर जुन प्रयोजनका लागि उठाइयो त्यो प्रयोजनबाट दुरुपयोग नहोस्, सोही प्रयोजनमा खर्च होस् भनेर राज्यले के भन्दाखेरि पारदर्शी गरेको अवस्था हो। र यसरी अनुमति नलिकन चन्दा उठाएर चाहिँ सम्बन्धित चाहिँ के भन्दा विषय सारमा प्रयोग नभएर अन्यत्र चाहिँ खर्चिन्छ, त्यो चाहिँ यो त लुटको मतलब फकटको धन फुपूको धन लुटको श्राद्ध जस्तो भयो होइन। त्यो हुनाले यो चाहिँ के भन्दा यो गैर कानुनी पनि हो। यसरी चाहिँ भनौँ चन्दा असुल गर्न पनि पाइँदैन र यो चाहिँ चन्दा असुल गर्ने उपर चाहिँ कानुन पनि प्रभावित हुन्छ। हेर्नुहोस् जस्तो हामी आफै मिडियाकर्मी होइन, हामीलाई पनि कतिपय कुराहरू थाहा नभएको हुनसक्छ। तपाईँले हामीलाई यो बताइदिनु, जस्तो हामीहरूले पनि कोही बिरामी देखेर चाहिँ हामीले त्यसको उपचारको लागि चाहिँ हामीले अपिल गऱ्यौँ भने चाहिँ त्यसमा के छ प्रावधान तपाईँले बुझ्नुहुन्छ? यसमा के छ भन्दा एउटा मानवीय एउटा के छ भन्दा कानुन एकातिर छ, व्यवहार एकातिर छ होइन, पद्धति एकातिर, सामाजिक श्रृङ्खला एकातिर छ भने कसैले चाहिँ के भन्दा अब पशुपतिनाथमा आएर कसैले सुनको सिक्का नै दान गर्छ भने किन गरिस् भन्नु त भएन। त्यो स्वेच्छा मन जबरजस्ती कुरा, चन्दा कर जबरजस्ती चाहिँ असुल गर्नु पर्छ भएन। मिडिया भनेको एउटा चाहिँ तेस्रो आँखा पनि हो। त्यो समाजका विकृति विसङ्गति अथवा अन्यायमा परेकालाई उजागर गर्नु, राज्यलाई खबरदारी गर्नु र सही बाटोमा हिँडाउने एउटा मार्गदर्शित एउटा के भन्दा यो संस्थागत रूपमा चाहिँ मिडिया सञ्जाल अगाडि बढेको हुनाले मिडियाले यस्तो पर्दाफास गर्नु चाहिँ अधिकार सुरक्षित चाहिँ छ। हेर्नुहोस् होइन, दिने कुरामा अब तपाईँले कसैले चाहिँ मनकारी हिसाबले स्वेच्छाले दिनु भने त धर्म पनि हो। किन हाम्रो चाहिँ परम्परा संस्कृति सभ्यताले के भन्दा परोपकार आए पुण्याय पापाय परपीडनम भन्छ। हेर्नुहोस् होइन, एउटा के भन्दा अर्कालाई उपकार गर्नु, सहयोग गर्नु, त्यो एउटा हाम्रो मानवीय धर्म हो। हाम्रो धर्मसँग गाँसिएको चाहिँ एउटा आस्था पनि हो। त्यसमा चाहिँ कुनै बाधा विरोध चाहिँ पर्दैन। तथापि कसैले जबरजस्ती रूपमा चाहिँ चन्दा असुल हुन्छ भने कानुनी दायरामा पर्छ र यसलाई ठगी मुद्दा अन्तर्गत कारबाही हुन्छ। हेर्नुहोस् जस्तो चन्दाको नाममा हिजो चन्दाको फन्डा गरिरहेछन् भन्ने धेरैजना अभियन्ताहरूले गरिरहेको भन्ने कुराहरू आएको छ बजारमा होइन। सचिनकै विषयमा पनि धेरैजनाले पैसा चुहावट गरेका छन् भन्ने कुराहरू आएको छ। विगत केही समय अगाडि हाम्रो विभिन्न सामाजिक सञ्जालमा यस्ता कुराहरू आइरहेका छ होइन। यो विषयलाई चाहिँ कसरी हेर्नुहुन्छ? यसमा के छ भन्दा मानवीय सहयोग हुनुपर्छ। किन भन्दा मानव र पशुको चाहिँ भिन्नता यही नै हो, चेतनशील प्राणी हो। एकअर्कामा सहयोग सद्भाव हुनुपर्छ। राज्यले पनि हरेक ठाउँमा चाहिँ हेर्न उसले सक्ने अवस्था पनि हुँदैन। राज्यले गर्ने कुरामा मतलब मिडिया मार्फत भनौँ समाजसेवी अभियन्ता भनौँ जुन एउटा भनौँ एउटा समाजलाई पथ प्रदर्शक गर्ने व्यक्तित्व नेतृत्वबाट चाहिँ राज्यलाई खबरदारी गर्ने, यसमा चुहावट भएको छ भने नियन्त्रण गर, कन्ट्रोल गर, शान्ति सुरक्षा कायम गर, अपराधमुक्त समाजको निर्माण गर, यावत कुराहरूमा चाहिँ उजागर गर्न पाइने यथार्थ चिन्तन एकातिर छ भने अर्कोतिर के भन्दा यी विषयलाई विभिन्न बाहनामा विदेशमा बसेका व्यक्तित्वहरू मनकारी हुन्छन्, उनलाई राष्ट्रप्रति माया हुन्छ। जसै विदेशमा बसेका व्यक्तिले यो देशप्रति माया गर्छन्, यहाँका गरिब दुखी चाहिँ बिमारीहरूप्रति चाहिँ जसरी सद्भाव दिएर चाहिँ करोडौँ चाहिँ उठ्छन्। तपाईँले चाहिँ रङ्गशाला बनाउँदा पनि चाहिँ करोडौँ पैसा उठेको अवस्था पनि विद्यमान छ, तपाईँले देख्नु भएको छ। विगतमा यस्ता बिमारी हुँदाखेरि पनि त्यहाँ लाखौँ करोडौँ रुपियाँ उठेका छन्। उनी चाहिँ भवन बनाउँदाखेरि पनि पैसा उठेका छन्, अस्पताल बनाउँदा पनि पैसा उठेका छन्। तर त्यो मनकारी मनले दिएको राष्ट्र निर्माणका कुराहरूमा सहयोग सद्भाव स्वेच्छाले गरेर जानुमा कुनै आपत्ति चाहिँ छैन। तर के भन्दा अभियानको नाममा जसरी पैसा उठाएर चाहिँ त्यसलाई गलत रूपमा चाहिँ एउटा माई खाने भाँडो बनाइएको छ, त्यो चाहिँ योभन्दा विकृति हो। यसलाई विकृतिको रूपमा हामीले लिएका छौँ। किन भन्दाखेरि मान्छेले एउटा माई खाने भाँडो बनाएपछि मान्छेमा के हुन्छ भन्दाखेरि यो यसले चाहिँ दीर्घकालीन असर पार्दछ। राज्यको पनि के हुन्छ खबरदारी रहनु पर्दछ। किन भन्दा स्वास्थ्य शिक्षा उपचारका कुरा रोजगारीका कुरा होइन, त संविधान त चाहिँ नेपाली जनतालाई चाहिँ अधिकार प्रत्यायोजन गरेको अवस्था छ। त्यसैले यो के छ भन्दा सबैलाई हाम्रो मैले भन्दिनँ, कतिपय चाहिँ के छ अभियानको नाममा पैसा उठाएर चाहिँ आफू बाँच्ने मेसोको जुन परिस्थिति भएको छ चाहिँ गलत छ। यसलाई चाहिँ के भन्छ जसले जति पैसा जे दियो समाजसेवा भनेको त मैले दिनु पऱ्यो नि। तपाईँ 10 जनाबाट उठाएर मैले कुनै पैसा दिन्छु र मैले फलानाले यस्तो दियो भन्छु र विज्ञापन हो। त्यो विज्ञापनले गर्दा उसको मान मर्दन हुन्छ। दान भनेको चाहिँ गोप्य हुन्छ। दाहिने हातले दिएको बायाँ हातले चाहिँ नदेखोस्। हेर्नुहोस् त्यसलाई दान
विज्ञापन भनिन्छ हेर्नु। त्यो विज्ञापन गरेर एउटा कम्बल दियो भने चाहिँ 10 जनाले चाहिँ तपाईँको कम्बल दियो, एकबाट चामल दियो भने 10 जनाले चाहिँ त्यो उभिएर फोटो खिचाएर त्यो के भन्दा त्यो दिने व्यक्तिको पनि मानहानि र चरित्र हत्या गरेको अवस्था हो। त्यसले गर्दा यी कुराहरूलाई राज्यले खबरदारी पनि गर्नुपर्दछ। जुन मनकारी चाहिँ मानव व्यक्तित्वहरूले जुन सहयोग गर्नुपर्छ, जुन चिजको लागि सहयोग गर्नको लागि पठाइएको त्यही ठाउँमा नै प्रयोग हुनुपर्दछ। तर त्यो ठाउँमा प्रयोग नभएर आफ्नो जीवन धान्ने एउटा व्यवसायको रूपमा आएको अवस्थालाई राज्यले र तपाईँ हामीले पनि रोक्नु पर्छ जस्तो मलाई लाग्छ। जस्तो होइन कतिपय कुराहरू के आएको छ भन्नुहुन्छ भने सचिन परियारकै केसमा होइन के आएको छ भन्नुहुन्छ भने जस्तो एक प्रकारले आफूले दिए जस्तो गरेर होइन 5,000 10,000 दिएर चाहिँ अनि इन्टरभ्यू दिएर चाहिँ अनि उहाँलाई पनि भाइरल बन्नको लागि आएका भन्ने कुराहरू पनि छ नि। याद छ तपाईँलाई, हेर्नु भएको छ भिडियोहरू यो विषयमा? कतिपय ठाउँमा मैले हेरेको अवस्था पनि छ। के 5,000 रुपियाँ दिने, 10,000 रुपियाँ दिने, अन्तर्बाट दिने अनि आफू भाइरल हुने होइन। अब के छ भन्दा तपाईँको त्यो हो कुरो त्यही नै आयो। तपाईँको चाहिँ सन्दर्भ चाहिँ एकदम एउटा समय सापेक्षित पनि छ। के त भन्दाखेरि अब मानुस तपाईँको कुनै चाहिँ मलेसिया दुबई कतारबाट कुनै चाहिँ व्यक्ति समूह मिलेर चाहिँ 1 लाख पठाइन्छ भने त्यसमा के हुन्छ भन्दा 5-10 हजार चाहिँ दिएर मिडियामा आएर चाहिँ के भन्छ हो हल्ला चाहिँ वार्ता गरिन्छ र आफ्नो चाहिँ नाम र आफ्नो संस्था अब को छ के छ व्यक्तिगतमा नजाउँ देखाएर विज्ञापन गरिन्छ भने पाउने व्यक्तिले के भन्दाखेरि उसले लाख पठाएको हुन्छ भने पाउने व्यक्तिले 5 देखि 10 हजार मात्रै पाउँछ। हेर्नुहोस् त्यो कुरा भनेपछि 1 लाख पठायो भने 5 देखि 10 हजार मात्रै पाउँछ। यो सत्य कुरा हो। त्यो अनुसन्धानको पाटो हामी त बुझेको कुरा हो। किन हामीले पनि एउटा चाहिँ ठुलो अभियान चाहिँ अन्याय अत्याचार भ्रष्टाचार को राष्ट्र के हो, मुलुक के हो, देश के हो, हाम्रो गर्ने दायित्व के हो होइन, देश कसरी गुजिरहेको छ, हाम्रो दायित्व के हो, देशलाई बनाउनु पर्छ। हामीले चाहिँ के भन्दा स्वच्छ समाजको निर्माण गर्नुपर्छ, भ्रष्टाचारको अन्त गर्नुपर्छ, अपराध मुक्त समाजको निर्माण गर्नुपर्छ भनेर अहोरात्र लागेको अवस्थामा पनि हामीले यी अभियानबाट पनि हामीले बुझेको अवस्था हो। हामीले अभियान चलाउँदा कसैबाट 2 पैसा लिएको अवस्था पनि छैन। प्रमाणले हामी तपाईँको मिडियामा भनौँ एउटा मिसन नेपाल भन्ने संस्था अहिले पनि जीवन्त छ। हेर्नुहोस् होइन, मैले 2 पैसा 1 कप चिया कसै खाएको अवस्था पनि छैन। जे जति गरियो आफ्नो तरिकाबाट गरियो, गरि पनि रहेको छ। चेतना जागरुकता दिने काम भएको छ। तथापि के छ भन्दा तपाईँको चाहिँ यथार्थ सत्य हो कि तपाईँको 10,000 आयो भने तपाईँको चाहिँ लगभग 3,000 दिएर चाहिँ 7,000 चाहिँ खल्तीमा हाल्ने चाहिँ परम्परा छ। यो सत्य हो, त्यो यथार्थ पनि हो। अपाचे अभियन्ता पनि हुनुहुन्छ होइन, पूर्व डिएसपी साहब हुनुहुन्छ होइन, तपाईँलाई यो कुरो थाहा रहेछ र पनि किन तपाईँले यसको कानुनमा चाहिँ प्रोसेसिङ अगाडि बढाइदिनु? कानुन के छ ठगहरूले त खानु पर्यो नि वास्तवमा। यस्तो हो कुरो के छ भन्दा जो पीडकले चाहिँ के हुन्छ भन्दा पीडित जस्तै प्रहरीमा चाहिँ मलाई बलात्कार गर्यो भनेर उजुरी दिएपछि कानुन प्रभावित हुन्छ। भए पनि नभए पनि प्रहरी अनुसन्धानमा केन्द्रित हुनुपर्ने आवश्यकता हुन्छ। हामी कहाँ फल्लाले खायो यो कारवाही गर्नु पर्यो भन्ने खालको, किनकि हामी कानुन राज्यमा छौँ, कानुनको हामी पालना गर्नुपर्छ। हामी पनि मान्छौँ यो कानुन राज्य पनि हो, विधिको शासन पनि हुनु शासित राज्य पनि हो। यो कानुनको कार्यान्वयन हुनुपर्छ र ऊ दण्डहीनताको चाहिँ अन्त्य हुनु पनि पर्दछ। यस्ता चाहिँ के भन्दा ठगी खाने धन्दाहरू बन्द हुनुपर्दछ। एउटा के अर्काको पैसा लिएर अब विज्ञापन गरेर चाहिँ आफू सेलिब्रेटी बनेर चाहिँ नाम कमाउने जुन प्रथाको अन्त्य हुनुपर्छ। कर्म नै मानो, कर्म चाहिँ पारदर्शी र चाहिँ परिश्रममुखी कर्म हुनुपर्छ। त्यसले गर्दाखेरि के भन्दा अब मैले सबैलाई भन्न चाहिनँ, मलाई कतिपय अवस्था कुराहरू आछन् किन नाम मैले भनौँ। जबसम्म मसँग उजुरी आउँदैन, मलाई मर्का पऱ्यो, मैले यति पैसा पठाइदिएको थिएँ, यति पैसा फलानाले पाएँ, यति पैसा खाएँ भन्ने खालको त्यो उजुरी परिस्थिति आएमा चाहिँ राज्यसँग सहकार्य गरेर कानुनी कठघरामा ल्याउने चाहिँ कानुन त भनौँ अब आकर्षक भइ नै हाल्छ। तथापि के छ भन्दाखेरि यी कुराहरूलाई अब कतिपय अवस्थामा चाहेर पनि मान्छेले भन्दैन। जति विदेशबाट हामीले पठाएका पैसाहरू हिनामाने गरेका छन् त्योलाई अब त्यो नाम सार्वजनिक गर्छु भनेर चाहिँ विदेशमा रहेका ती चेलीहरू युवकहरूले चाहिँ सामाजिक सञ्जालमा कतिपय अवस्थामा त्यस्ता स्ट्याटस पनि आएको अवस्था छ। हेर्नुहोस्, यो चाहिँ असत्य होइन, सत्य हो। तर यस्ता कुराहरूलाई रोक्नुपर्छ। जसलाई जुन प्रयोजनको लागि चाहिँ के भन्दा सहयोग सद्भाव र चाहिँ मानवीय सहयोग गरिएको, धर्म गरिएको, दान दिएको, त्यो दान त्यसैमा नै प्रयोग हुनुपर्छ। होइन भने के भन्दा यस्तो चाहिँ के भन्दा विदेशमा बसेका श्रमजीवीबाट, स्वदेशमा बसेका व्यक्तिहरूबाट पैसा उठाएर के भन्दा आफ्नो चाहिँ घर चलाउने घर धन्दा गरिन्छ, कमाउ धन्दा गरिन्छ भने यो देशको लागि, समाजको लागि, सबैको लागि के भन्दा विकृति र एउटा अपराध जन्ने चाहिँ एउटा चाहिँ दुर्घटनाको रूपमा मैले लिएको छु। जस्तो कुनै एउटा व्यक्तिले चाहिँ होइन जाँड खाएर होटलमा होइन कुनै एउटा व्यक्तिले जाँड खाएर होटलमा चाहिँ अब लास्टमा पैसा तिर्न नसकिसकेपछि आफ्नो नागरिकता र आफ्नो छोरा र छोरीको नागरिकता राख्नु कतिको जायज हो? यो सरासर गलत हो। किन भन्दाखेरि अब जाँड अब यस्तो हो के छ भन्दा दबाई नपाएर मरणासन्न अवस्थामा भएको अवस्थामा मेडिकलमा राखेर लाइसेन्स, नागरिकता, मोबाइल जे छ घडी औँठी राखेर चाहिँ दबाई लिनु त किनकि नागरिकता भनेको देशको सम्पत्ति हो, देशको एउटा भनौँ न नेपाली भएको नागरिकता भनेको प्रमाण हो। त्यो मानवीय धर्म हो। तर यो जुन नागरिकता राखेर जाँड खाएर चाहिँ पैसा दिँदाखेरि रक्सी मासु खाएर पैसा तिर्न सकिन भनेर चाहिँ त्यो नागरिकता राख्नु भनेको एउटा देशले एउटा दिएको राष्ट्रकै भेयत हो। त्यसमा के हुन्छ भन्दा नेपाल सरकारको चाहिँ स्ट्याम्प हुन्छ, छाप हुन्छ। त्यो एउटा के भन्दा
त्यो सिटिजनसिप हो, त्यो देशले त्यो नागरिकताले देशको प्रतिनिधित्व गर्छ, त्यो चाहिँ सरासर गलत हो। यो चाहिँ नि के भन्दा यस्तो चाहिँ नि यो विकृतिलाई चाहिँ राज्यले चाहिँ कारबाही गर्नुपर्छ, यो चाहिँ सरासर गलत हो। हेर्नुहोस्, अन्तिममा पनि छौँ होइन, धेरैजना दर्शक श्रोताले हेरिराख्नु भएको छ, तपाईँलाई के भन्न चाहनुहुन्छ यतिखेर? यसमा के त भन्दाखेरि सबैलाई चाहिँ नि हाम्रो पहिला सर्वप्रथम नमन पनि छ, सम्मान पनि छ। अब सचिन परियारको सुस्वास्थ्य भनौँ शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि छ। उनलाई उपचारको रूपमा मनका धनी व्यक्तित्वहरूले होइन दिएको पैसाहरू उनको चाहिँ काममा सदुपयोग होस्, बाँकी बचेको पैसा उनको खातामा उनको नाममा जम्मा होस्, पहिलाको जस्तो चुहावट नहोस् र त्यही त्यो सचिन परियारलाई माध्यम बनाएर व्यापार व्यवसाय नहोस्। त्यसको त्यो पैसा जुन ठाउँमा आएको त्यो ठाउँमा प्रयोग हुनुपर्छ, बचेको पैसा खातामा रहनुपर्छ। र यसरी चाहिँ के भन्दा सामाजिक अभियन्ताहरूले पनि समाजसेवीहरूले पनि पारदर्शी भएर आफूले चाहिँ के भन्दा आफूले गरेका काम कारबाहीलाई सही तरिकाले चाहिँ मिडिया मार्फत सार्वजनिक गरेर मैले यति खर्च गरेँ यति लायो भन्ने खर पारदर्शिता अहिलेको चाहिँ आवश्यकता हो। पारदर्शिता नहुनाले राज्यको संयन्त्र पनि बिग्रेको अवस्था हो। त्यसैले चाहिँ के भन्दा यसलाई चाहिँ निरन्तरता दिएर यसलाई ब्रेकआउट नगरेर होइन सही ठाउँमा सही कुरो नपुगेर सही ठाउँमा सही तरिकाले चाहिँ सहयोग नभएर अन्यत्र गएर चाहिँ के भन्दा त्यसको चाहिँ आर्थिक चाहिँ अवचलन भयो भने अवश्य पनि राज्य चाहिँ यसमा चाहिँ केन्द्रित हुन्छ, कानुन केन्द्रित हुन्छ। यस्तो आफू बदनाम हुने र समाज सेवाको नाममा विज्ञापन गरेर आफूले चाहिँ के भन्दा अर्काको पैसाबाट आफू आइडेन्टिफाई व्यक्तित्व विकास नगर्नुहोस्। आफ्नो क्षमता, दक्षता, विज्ञता, योग्यता, परिश्रम, लगनशीलताले एउटा सहयोग सद्भाव गर्नुहोस्। त्यसैमा नै सबैको कल्याण हुन्छ। त्यो मानव धर्म हो, धर्म गर्नुपर्छ, धर्मको नाममा पाप कमाउनु हुँदैन भन्ने तपाईँको टेलिभिजनद्वारा सम्पूर्ण चाहिँ दर्शक महानुभावहरूलाई अपिल अनुरोध गर्न चाहन्छु। हस्, धन्यवाद।